हस् त धन्यवाद। एकदम खुसी लाग्यो। अलि लामो समयपछि बीचबीचमा त फेरि आइ पनि राखेका थिएँ। अलिकति लामो समयपछि अहिले राजनीतिमा उमिसकेपछि अलिकति बीचमा ग्याप भएको थियो। तथापि बीचमा केही सदस्य सचिवज्यूहरूसँग युवराज लामाज्यूहरूसँग बाटो पर्दाखेरि खेलकुदको बारेमा लामो भलाकुसारीहरू भइरहेको थियो। र अहिले अब राष्ट्रिय खेलकुद परिषदलाई आफ्नो तह तबकाबाट नेतृत्व गरिराख्नुभएका सम्पूर्ण आदरणीय गुरुहरू, खेलकर्मी साथीहरू, खेलविज्ञ साथीहरू, सबैजना हामी सहकर्मीको रूपमा लामो समयसम्म लगभग 6-7 वर्षसम्म साथीहरूसँग काम गर्ने अवसर पनि मिल्यो। अध्ययन अध्यापन पठन पाठन गर्ने क्रममा सहभागिता पनि सँगै भयो। तथापि फेरि खेलकुद कहीँ कतै ओझेलमा पर्छ कि भन्ने जहिले पनि त्यो डर लागिराख्ने र खेलभन्दा बाहिर बसेर काम गर्दाखेरि अलिकति सन्तुष्टि नमिल्ने भएको कारणले गर्दा आज फेरि साथीहरूले थोरै मन्त्रीज्यू यता परिषद जाँदै हुनुहुन्छ के छ भनेर फेरि एक दुईटा खबरहरू फोन आइराखेको थियो। भर्खर सूचना मन्त्रीसँग फेरि सँगै थिएँ, नुवाकोटको विक्रमजीसँग सँगै थिएँ। अनि सस्मितजी यता गइराख्नु भएको छ भन्ने सुनेपछि फेरि ल तपाईँ नि गइदिनु पर्यो भनेर भन्नुभयो। अनि सस्मितजीलाई फेरि त्यहाँ थाहा छ कि छैन भने फोन आएको थियो होइन। अनि फोन आएको थियो ल भनेर अनि म फेरि बिचबाट अहिले सूचना मन्त्रालयबाटै बिचबाटै यता आएँ। धेरै छ गर्नुपर्ने। मन्त्रीज्यूलाई पनि सायद अलिकति खेलकुदको बारेमा हामीले भन्नुपर्ने, थाहा दिनुपर्ने। मैले पनि धेरै नजिकबाट फेरि उहाँलाई त्यो थाहा दिने अवसरहरू मिलिरहेको छैन। अब यो कसले के भन्दा पनि तपाईँ हामी सबैजना मिलेर राष्ट्रिय खेलकुद परिषदलाई, समग्र नेपालको खेलकुदलाई माथि लैजानुको औचित्य छैन। मेरो अझ पनि एउटै प्रस्ताव बाँकी नै छ। मैले प्रधानमन्त्रीज्यूलाई भेटिसकेपछि सायद भोलि पर्सि कहिले हुन्छ मैले भन्नु नै छु। त्यो 17वटा मन्त्रालय अन्तर्गत खेलकुद एउटा अलग हुनैपर्छ भन्ने चाहिँ मेरो व्यक्तिगत रूपमा कति सक्दिनँ मलाई थाहा छैन। मेरो पहिलो प्रस्ताव यो खेलकुद मन्त्रालयलाई अलग बनाउनलाई विभिन्न कालखण्डमा तपाईहरूले त्यो बेलादेखिबाट र हामी सबैजनाले दिएको योगदान र यसलाई अलग बनाउनलाई त्यसको आवश्यकतालाई ध्यानमा राखेर गरेको कुराहरू, त्यो इतिहास फेरि कता कता त्यो मेटिन लाया हो कि समग्र देशको युवा, समग्र देशको खेलाडी र शिक्षा भन्दा पनि खेलकुद पहिला हो भन्ने चाहिँ म एउटा व्यक्तिको जन्मदेखि नै पहिला उसले खेलकुद क्रियाकलाप गर्छ अनि मात्रै शिक्षा पछाडि चाहिँ औपचारिक शिक्षा पछाडि लिन्छ। त्यसकारण शिक्षापछि खेलकुद होइन, खेलकुदपछि शिक्षा हो। त्यसलाई पर्फेक्सन दिनको लागि चाहिँ शिक्षा हो भन्ने चिज चाहिँ मेरो आफ्नो बुझाइ भएको कारणले गर्दा यसलाई तपाईँ हाम्रो अझ पनि एउटा प्रयत्न त्यहाँ चाहिँ बाँकी नै छ। मैले पनि त्यसमा म प्रधानमन्त्रीज्यूलाई, पार्टी सभापतिज्यूलाई यो कुराहरू राख्ने नै छु। तथापि नभए पनि फेरि त्यसमा चाहिँ बाइचान्स सकिएन, विभिन्न चिजले गर्दा राष्ट्रलाई फेरि धेरै ठुलो भारहरू मन्त्रालयको थप यी चिजहरू हुँदै जाँदाखेरि कतै असिलो हुन्छ भने पनि राष्ट्रिय खेल यो चाहिँ यो मन्त्रालय अथवा चाहिँ यो परिषद एउटा अलगै जस्तो गरी छुट्टै तरिकाले यसलाई मन्त्रालयभित्र गाभिए तापनि, शिक्षा मन्त्रालयभित्र यो परे तापनि, सँगै त्यसमा राखे तापनि यो अलग हो भन्ने हिसाबले नै हामीले कुनै पनि अन्य चाहे बजेटको कुरामा होस्, चाहे यहाँ हामीले सुधार गर्नुपर्ने विभिन्न चिजमा होस्, त्यसमा नभइकन सस्मितजीहरू हामी सँगै मिलेर यसमा पक्का पनि फेरि त्यसमा गर्नेछौँ। किनभने फेरि राष्ट्रिय इस्युमा हामीले माग राख्ने एउटा चिज हुन्छ, पुरा गर्न सक्ने नसक्ने अर्को चिज हुन्छ। त्यसमा पनि हामीले त्यतिकै जोड दिनेछौँ। र मैले जहिले पनि मेरो आफ्नो यो खेल विज्ञान प्रतिष्ठान सान त्यसलाई अलिकति पृथक बनाएर कि त देशमै एउटा खेलकुद विश्वविद्यालय अलग हिसाबले हामीले जबसम्म छुट्टै स्वायत्त खेलकुद विश्वविद्यालयको सरकारी रूपमा स्थापना गर्न सक्दैनौँ तबसम्म खेलकुदको विकास त्यो लेभलमा जाँदैन। तपाईँ हामी सबैजना यहाँ भएका राष्ट्रिय खेलकुद परिषदका जति पनि साथीहरू छौँ त्यो विश्वविद्यालयभित्रै नहटाउने साथीहरू, योभन्दा 5औं गुणा बढी साथीहरू हामीलाई एउटा विश्वविद्यालयमा चाहिने हुन्छ। किनभने मैले दक्षिण कोरियाको योङिन विश्वविद्यालयमा त्यहाँ पढ्दै पिएचडी गर्दै गर्दाखेरि त्यो सायद 18 तिर कहिले थियो हाम्रो
एसियन गेम भइराखेको बेलामा मेरो विश्वविद्यालयले मात्रै 28वटा मेडल लिएर आउँदै गर्दा, एसियन गेमको 28वटा मेडल लिएर आउँदै गर्दा मेरो देशमा बल्ल बल्ल लास्टमा त्यो प्याराग्लाइडिङ हो केमा एउटा मेडल आइराखेको थियो हाम्रो बालीमा भए बेलामा, इन्डोनेसियाको, होइन। प्रोफेसरहरूले मलाई सोद्धाखेरि मसँग उत्तर थिएन त्यतिखेर। हामी विद्यालयभित्र मात्रै, विश्वविद्यालयभित्र साथीहरू मात्रै, हात मिलाउने साथीहरू मात्रै 28वटा मेडल छ। अनि तेरो देशमा जम्मा एउटा मेडल, त्यो पनि लास्टमा बल्ल बल्ल आछ। त्यो बेलाको अनुत्तरित चिज कहाँबाट कसरी हुन्छ त्यसलाई सार्थकतामा पुर्याउने एउटा सपना मसँग व्यक्तिगत रूपमा छ। त्यो सम्पूर्ण साथीहरूले यसमा सहयोग गर्नुहुनेछ र साथीहरूको सहयोग त रहिरहेको छ, त्यसमा राज्यले कति फेसिलिटेट गर्छ र त्यसमा तपाईँहरूले कति साथ सहयोग गर्नुहुन्छ भन्ने चिज मुख्य चाहिँ त्यहाँ रहन्छ। र अहिलेलाई चाहिँ सबै साथीहरूलाई म भन्छु, साडो बाटोमा जुन रहेको जो सान, त्यसलाई कसरी हुन्छ अझ बढी त्यसलाई रिसर्च गर्न सक्ने गरी अलिकति बढी चाहिँ त्यसलाई साइन्टिफिक तरिकाले चाहिँ अगाडि बढाएर हामीले चाहिँ राष्ट्रिय खेलकुद परिषदको कामलाई अगाडि बढाउनु पर्नेछ। त्यसमा माननीय मन्त्रीज्यू, हामी तपाईँहरूसँग निरन्तर साथमा रहेर आगामी कुनै पनि कार्यक्रमहरू, अहिले सायद मलाई लाग्छ हाम्रो अब राष्ट्रिय खेललाई, यसलाई कसरी कुन समयमा कसरी अगाडि बढाउने भन्ने बारेमा छिट्टो नै सल्लाह गरेर यो खेलाडीहरूको चाहिँ आफ्नो पर्फर्मेन्स इन्हान्स गर्ने कुरामा हामीले मार्नु हुँदैन र यसको निरन्तर